यो चाहिँ पूर्वी रुकुमको रुकुमकोट भन्ने ठाउँको कमलताल हो। यहाँ चाहिँ धेरै मान्छेहरू घुम्न आउनुहुन्छ कमलताल हेर्न। यो कमल चाहिँ फैलिरहेको छ। कमलताल नामै कमलताल राखेको छन्। यो कमल फुल्ने भएर भर्खर एकदम फैलिरहेको छ। एउटा दुईटा फुलिरहेको छ। दामी छ। छोरा कहाँ गइरहेको? ल चाहिँ हामी चाहिँ यहाँ बाउ छोरा घुम्न आएको छौँ। यहाँ चाहिँ हिँड्ने ठाउँ पनि बनाएको छ दामी। सूर्यको किरण छ।